सम्पूर्णमा नमस्कार। सबै आरामै हुनुहुन्छ। त्यही त आज म फेरि मनको आवाज लिएर आएको छु। अहिले मैले मनको आवाजमा के गर्छु भन्दाखेरि खास यो कथाहरू लिएर आएको छु होइन। र कथाले के भन्न खोजेको होला भन्ने पनि कुरा चाहिँ म त्यहाँ गरेको छु है। कथा चाहिँ सुन्नुभएको छ होला हजुरले मेरो कथाहरू। त्यो आफ्नो आफ्नो बुझाइ हो होइन। कथाले के भन्न खोजेको भन्ने आफ्नो बुझाइ हो त्यो। ठ्याक्कै त्यही सबैसँग मेल खान पर्छ भन्ने जरुरी पनि छैन। त्यही कथालाई चाहिँ आफ्नो हिसाबले बुझ्न सकिन्छ होइन। त्यो सिधै बोल्नुभन्दा भनेर त्यो कथाहरू भनेर केही रमाइलो हुन्छ कि भन्ने हिसाबले मैले खास कथाको प्रस्तुति गर्न खोजेको होइन। धेरै कथाहरू चाहिँ मैले जनावरहरूको चाहिँ लिएर गरेको थिएँ। त्यो भएर आज पनि त्यो जनावरको केही प्रस्तुति नै छ। त्यसपछि अर्को कुरा मैले मेरो मनको आवाजमा मैले के भनेको थिएँ भन्दाखेरि एक आपसमा हामी फलो गरौँ होइन। हजुरले मलाई फलो गर्नु भने हजुरले फलो ब्याक गर्छु भन्ने खाले त्यो भइरहेको छ। त्यसलाई धेरै धेरै धन्यवाद होइन। कन्टिन्यू गरौँ न यस्तै गरी एक आपसमा हामी राम्रो कुराहरू सेयरिङ गरौँ, कुराकानी गरौँ भन्ने हिसाबले हो है। ल फेरि आज म अर्को कथा सुरु गर्छु है। त कथा नभनौँ केही त्यस्तै एउटा सन्दर्भ छ। एउटा यो चाहिँ बाबा र छोराको बच्चा चाहिँ छोरा चाहिँ सानो छ। सानो हो ठिकैको छ, बुझ्छ उसले, सामान्य बुझ्छ, 7-8 वर्षको बच्चा। त्यसपछि एक दिन बाबाले चाहिँ ल्यापटपमा केही काम गरिरहेको हुने हो है। त्यो बच्चाको बाबाले चाहिँ ल्यापटपमा केही काम गर्ने हुनुहुन्थ्यो। त्यसपछि बच्चा त्यहाँ आउँछ। बच्चा आएर चाहिँ बाबा जाऊँ त खेल्न जाऊँ न बाबा, बाहिर खेल्न जाऊँ न भन्छ बच्चाले बाबालाई। बाबाले बाबु रोक है, म यहाँ थोरै काम छ, काम भ्याएपछि चाहिँ म जान्छु नि है त बाबु भनेर बाबाले भन्नुहुन्छ। बाबाले चाहिँ काम गर्दा गर्दै बोल्नुहुन्छ बाबुले, बच्चाले भनेको। त्यसपछि बच्चाले केही पनि भन्दैन। बाबा आज पनि आउनुहुन्न मसँग खेल्न भन्छ। नेक्स्ट डे अर्को दिनमै ओके त्यस्तै सन्दर्भ पर्न जान्छ। ल बाबु मैले भ्याइहालेँ, ल म आइहालेँ है त, यति थोरै काम छ, म त्यही आइहालेँ, भ्याएर म आइहाल्छु, यसो खेल्दै गर न बाबु तिमी, म आइहाल्छु है भने। त्यो दिन पनि के भयो, बाबाले काम गर्दै 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 बुल्नु भएछ। बच्चा चाहिँ दुःखी भएर कता गयो त्यो, अथवा त्यो बच्चा त्यति गयो त्यहाँ, त्यतिकै भयो। त्यसपछि त्यसै गरे कति दिन बित्यो। बाबा चाहिँ दिने समय नहुने बाबासँग है, अथवा समय नहुने अथवा बाबाले चाहिँ नभ्याउने अथवा काम गर्दा गर्दै भुल्ने त्यस्तो केही सन्दर्भ भयो। त्यस्तै हुँदै गयो होइन। कतिपय दिन बित्दै गयो। त्यसपछि त्यसपछि बच्चा चाहिँ छोरो चाहिँ बाबाको नजिक आएर बस्न थाल्यो के हो है, बस्न थाल्यो। त्यसपछि खेल्न जाम पनि भन्दैन बच्चाले बाबालाई। शान्त छ। बाबा एकदम खुसी भयो, ल यसले मलाई अब मेरो काम गर्ने बेला मलाई डिस्टर्ब पनि गरेको छैन भन्ने भयो। ठिक छ नि, के भयो अरे बाबा खुसी छ अहिले। यसो हेऱ्यो चाहिँ उतातिर फर्किया छ, चाहिँ ऊ मोबाइल फोन चलाइरहेको छ, ऊ व्यस्त छ। बाबालाई चाहिँ ठिकै ल यसले मलाई डिस्टर्ब गरेन भन्ने खाले कुरा भयो। दिनदिनै त्यो हुँदै गयो। बाबाले चाहिँ ल्यापटपमा त्यो काम गर्दै जाने। त्यसपछि बाबु चाहिँ उसको बच्चा जुन सुरुमा चाहिँ खेलम भन्ने अन्त छोड्यो, शान्त हुने। त्यो चाहिँ बाबालाई ठिकै लाग्यो, सुरुमा राम्रै लाग्यो, मलाई डिस्टर्ब गरेको छैन भन्ने खाले कुरा भयो। त्यो दिन बित्दै गयो। एक दिन चाहिँ उसको बाबा चाहिँ कस्तो के भयो भन्दाखेरि अफिसबाट धेरै चाँडै घर फर्केर आउनुभएछ कि त्यो बच्चाको बाबा। त्यसपछि भन्दा धेरै चाँडै नै भएछ, उज्यालै भएछ। अहिपछि साँझ अँध्यारोमा आउने, उज्यालोमै आउनुभएछ। त्यसपछि घरमा आउनुभएछ। घरमा आएर चाहिँ यसो हेर्नुभयो, बाबु चाहिँ त्यो मोबाइल हेरेर बसिरहेको छ। त्यसपछि आज मैले मेरो बच्चा बाबुलाई चाहिँ मैले भन्छु भन्ने खाले बाबाको मनमा चाहिँ एउटा विचार आएछ कि बाबु आऊ जाऊँ, हामी खेल्न जाऊँ बाबु, आऊ खेला बाहिर गएर खेलौँ
तिमीसँग म खेल्छु आऊ भनेर चाहिँ बाबाले भन्नुभएछ बच्चालाई। बाबा आई एम बिजी, म बिजी छु बाबा, पछि खेलाउँला भन्ने खाले कुरा भयो। त्यसपछि साह्रै बाबालाई चाहिँ नमजा लाग्यो कि बाबुलाई चाहिँ पछि खेल्न भन्थ्यो, मैले खेलेँ भन्दा उसले मानेन भन्ने खाले कुरा भयो। त्यसपछि त्यसै गरी बित्दै गयो र उसले बाबुले चाहिँ दिनदिनै मोबाइल फोनमा यति व्यस्त भयो कि बाबा एकदम दुःखी भयो। बाबाले के सम्झ्यो भन्दाखेरि बाबुले मलाई भनेको बेलामा खेल्ने भनेको बेलामा म खेलेको भए हुन्थ्यो होइन। बाबुले भन्दाखेरि म चाहिँ व्यस्त मैले कहिले पनि भ्याइनँ, अहिले म भन्दाखेरि ऊ व्यस्त भयो भनेर बाबा दुःखी भयो कि कतै त्यो हामीसँग त्यो भएको छ कि हाम्रो बच्चा जस्तो मोबाइल फोन चलाउँछ भन्ने हामी खेल्ने समय दिएका छैनौँ कि बच्चाहरूलाई खेल्ने समय हामीले निकाल्नुपर्छ कि बच्चाहरूसँग होइन। बच्चाले भनेको मान्दैन सुन्दैन भन्दा पनि हामी आफ्नै संसारमा हामी व्यस्त छौँ। हामी ठुलै मान्छेले चाहिँ मोबाइल चलाएर बसिरहेका छौँ अथवा हामी आफ्नो काममा छौँ र हामीलाई के लाग्छ भन्दाखेरि हामीसँग समय छैन, ठुलो मान्छे हो हामी त अफिसको काम गर्नुपर्छ, यस्तो काम बच्चा जस्तै हो र हामी बच्चा जस्तै फुर्सद हुन्छ त्यो भन्छौँ। हामीले के बुझ्नु पऱ्यो भन्दा कहिले हामी बच्चा भएर बुझ्ने हो कि बच्चा भयो नि कहिले त्यो बच्चाको संसारमा गएर बुझ्नुपर्छ जस्तो लाग्छ मलाई होइन। तपाईँलाई के लाग्छ? मलाई चाहिँ यो त्यस्तो लाग्यो मलाई होइन। मेरो आफ्नो मनको आवाज भने तपाईँ आफ्नो मनको आवाज पनि केही व्यक्त गर्नुहोस् न, केही कमेन्ट गर्नुहोस्, केही राख्नुहोस् है त। हस् त, नमस्कार।